हामीलाई लिन आएको रे उ चाहिँ तिम्रो लागि केही छैन हौ कान्छी। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल, इट्स निकृति। आज चाहिँ एकदम खुसी खुसी देख्न सक्नुहुन्छ मलाई, किनकि म भोजपुर बजार जाँदैछु। खुसी त छुइनँ, त्यही पनि मम्मीसँग हिँड्नु पाउँदा चाहिँ एकदम खुसी नै लाग्दो रहेछ। मम्मी चाहिँ उपर पुगिसक्नु भयो, म चाहिँ पछि पछि जाँदैछु है त साथीहरू। अनि त्यही भिडियो त्यही देखाउँछु बजार गएको। यस्तो खतरा घाम लागिरहेछ। मम्मी चाहिँ नि एकछिन बस्नु है। मम्मी चाहिँ यहाँ पर पुगिसक्नुभयो। त्यहाँनिर त्यो एउटा झोलामा चाहिँ दिदी ठुलो दिदीलाई उसिनेको इस्कुस अनि भटमास बोकिदिनु भएको होला। मलाई बोक भन्नुहुँदै थियो, म एकछिन ढिलो गरेको, बोकेर हिँडिपाल्नु भयो। भेट्टाउनै गाह्रो छ हाम्रो मम्मीलाई। मम्मीसँग बल्ल बल्ल भेट भयो। हाम्रो मम्मी आज हिरो नि देखिनु भएको छ। Oh my God! जिस्केको वाउ। हामी चाहिँ म 10 सम्म पढेको स्कुल माथि, त्यसको मुनि यहाँ आइपुग्यौँ। भोजपुर बजार थोरै देखिरहेछ। के बोल्नु भए। अच्छा अनुहार मात्रै देखाएको, त्यही भएर। यता चाहिँ दिदीलाई लगिदिएको सामान बोकिरहेको छु। कस्तो हिलो छ भने हामी चाहिँ अब रोडमा आइपुग्यौँ। ऊ तल रोड। अब 3 मिनट। मम्मी चाहिँ जहिले म भन्दा 10 पाइला अगाडि नै हुन्छ। लाग्यौँ हामी चाहिँ भोजपुर अटोमा। हामी चाहिँ बजार आइपुग्यौँ। मेरो स्वर सानो सानो हुन थाल्यो। तर यो बजार नै चाहिँ होइन है, बजार नै त तल अझै। यो चाहिँ भोजपुरको प्रसिद्ध मन्दिर सिद्धकाली हो। अनि यता चाहिँ ट्याम्के डाँडाहरू देख्न सक्नुहुन्छ, एकदम हरियाली हो। यो चाहिँ ट्याम्के डाँडा हो। हामी चाहिँ ट्याङ्की भन्ने ठाउँमै झरेर फेरि दिदीकोमा जानुपर्ने भयो साथीहरू, त्यही भएर हामी चाहिँ दिदीकोमा जाँदैछौँ। वहाँ शिरदेखि हामी झन् पुच्छार झऱ्यौँ नि त हो।
हेर्न सक्नुहुन्छ मैले चाहिँ दिदीको घरदेखि प्लान्ट चोरेको छु। यत्रो कस्तो दामी हुने रहेछ कि यो, तर केमा लानु नि अब यत्रो छ, मरिहाल्छ होला। खरिददारी यो चाहिँ हाम्रो घर आउने बाटो हो, यो त कच्ची रोड हो। हामीलाई लिन आएको अरे ऊ चाहिँ माटुडु आऊ 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 हामीलाई लिनु आएको आऊ लिनु आएको। यहाँ रहेको छ हाम्रो सामानहरू चाहिँ पोक्का र पन्केरा। ज्ञानी मान्छे ज्ञानी आऊ आऊ लिनु आएको। माकुरु नाचेको रमाको के चाहिँ गर्नु ल। सामान चाहिँ नभने जस्तो छ, म दिदीहरूले सुर्ती खान पर्दाखेरि हामीलाई लिन आउँदैछ। माटुडु हेर कति छिटो हामीलाई लिन आएको। आउँदै थियो लाइट हो त्यो 300 को, अर्को 100 को। 100 को चाहिँ मैले किनेको। मम्मी चाहिँ पाइँदैन भन्नुहुँदै थियो, मेरै पैसाले किन्छु भनेर नि। 800 को 1000 रुपियाँ अरे। तर तिनीहरूले किन यति धेरै भन्छन्, फेरि वात्तै घटाउँछ हौ। 500 को पर्स भनेको जस्तो थियो, तैँले भने जस्तो चाहिँ थिएन। तर कालै मैले दिएको। चार्ज छैन भन्दै थियो एकछिन, तर लगाएर सुनाउनु भयो। 500-600 भन्दै थियो त, मैले घटाइमा आएको। आमामा मान्छे के साह्रो है मम्मी, मान्छे त राम 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 राम। कति हुन्छ त्यहाँ त अनि एउटा सुई हाल्ने ठाउँ पनि थिएन भुइँमा। लेदर राम्रो 600 भन्दै थियो। सेम पिन्स रहेछस्। सेम पिन्स त होइन, त्यही त त्यो बाहिर हुँदै पनि भएकोहरू थिएन क्या, यो यस्तै थियो अनि यस्तै लिदिएको। राम्रो लाग्यो अनि यस्तोमा झन् उयो नोटहरू हाल्नु। 600 भन्ने 500 मा दिने भनेर 550 दिन्न भरे होइन 500 दिन्छु भनेको अनि लानु भन्यो। आमामा त्यहाँ त कति धेरै स्टाफ थियो आज त। दसैँ तिहारमा लाग्छ। हन एउटा मात्र नि त्यो सामानहरू हाल्नु पर्यो नि त, भारी लगाइदेऊ न। लगाएन म त भिडियो गरिदेऊ न त गलेर। ए कति यो त महँगो होला त। कसैलाई नभेटेको नबिनाहरूलाई बोलेन अरे। तँ चाहिँ तेल ए
भाउजूको माइतबाट आएको कोसेली तिनीहरू त म बोक्न सक्दिनँ ए अन्डा चाहिँ बोक्न त यो त हलुङ छ अन्डा र यो सक्सेस होला यी प्लान्ट दिदीकोदेखि चोरी लिएको कस्तो प्लान्ट हो यो हो भन मनी प्लान्ट गाबा गाबा जस्तो हुँदो रहेछ त गाबा गाबा टाइपको के बिर्से भनेको झाडु एउटा भयो भयो पोर त भएको थियो त यताबाट मिलेको थियो कस्तो कन्ट्रोलर थियो क्या पोर यहाँनेर जस्तो अब कान्छी यस्तो हुन्छ कन्ट्रोल यहाँ कान्छी के खोजेको टिभी चाहिँ बजाउँदैन कान्छी चाहिँ के खोजिरहेछ है होइन दादालाई भराउँछ यो चाहिँ हाम्रो जेठी भाउजूको कोसेली हो त्यो कोला ला अन्त यो अम्बक यो पनि हो यो चाहिँ रङ्गोली बनाउनुको लागि लिएको हो अन्त नि कान्छी तिम्रो लागि केही पनि छैन तिम्रो लागि केही छैन हौ कान्छी कसको बिल्लीको नि सुँगेकै छ के छ मलाई भनेर होला हामी चाहिँ अहिले घर आइपुग्यौँ त्यो अघि गाडीले हामीलाई छोडिरहेको ठाउँदेखि चाहिँ 2 कल्ला माथि हो हाम्रो घर चाहिँ यो भारी चाहिँ मैले बोकेर आएको भारी हो बसिरहेको छौँ बजारको किनमेल चाहिँ देखाइन किनभने भिडियो खिच्नु अलिकति अप्ठ्यारो पनि भयो अनि त्यसपछि मान्छे पनि कति धेरै थियो प्याक नप्याक राम खुट्टा लाउने ठाउँ पनि थिएन अनि भिडियो बनाइन त्यहाँनिर चाहिँ अहिले चाहिँ हामी आइपुग्यौँ अनि सामानहरू मम्मी खोल्दै हेर्नु हुँदैछ अब राख्नुको लागि होला भन्दै आजको ब्लग चाहिँ यति नै साथीहरू र आज चाहिँ काग तिहार हो काग तिहारको शुभकामना भोलि चाहिँ कुकुर तिहार हो भन्दै आजलाई ब्लग यहीँ इन्ड गर्न चाहे मैले बाई बाई साथीहरू।